यहाँलाई सबैजनालाई यहाँको बिचको आउन गइरहेछु। यहाँको बिचमा म पितृशक्ति कुरा भन्न गइरहेको छु। यहाँले सुन्दै गर्दा भन्नुहुन्छ होला सधैँ प्रभु प्रभु मात्र भन्छ, सधैँ यीशु मात्रै भन्छ, सधैँ त्यही बारे मात्र कुरा गर्छ भन्छ। मैले साँचो मुक्ति पाएको छु भने त म उहाँको बयान नगरिकन कसको मैले साँचो आनन्द पाएको छु त यीशुमा पाएको छु भने त उहाँको बाहेक अर्को कसको म बयान गरौँ त। कि त सत्य यही हो कि मानिसले भन्छन् है म यस्तो गरेँ, म उस्तो गरेँ, मसँग यति पैसा छ, मसँग यति धन यति छ, मेरो यो पोजिसनमा छु भन्छ होइन। मान्छे भन्छन् अमेरिका, अस्ट्रेलिया, युरोप ठुलो ठुलो देशहरू गयो भने त्यहाँ यस्तो आनन्द छ, यस्तो छ, उस्तो छ, त्यहाँको सिटिजन यति पावरफुल छ, त्यहाँको होइन, त्यहाँको बासिन्दा भइसकेपछि यति खुसी आनन्दित होला नि भनेर। हो, संसारमा खुसी छ, आनन्द छ होइन, संसारमा उनीहरूले सबै त्यो पायो भने राम्रो कुरा, नपाउने भन्ने कुरा होइन, सबै पायो भने राम्रो कुरा हो। तर चाहिँ एक दिन मृत्यु छ, त्यो मृत्यु पछाडि चाहिँ सबैजना यहाँको अमेरिकाको पनि मान्छेहरू मरेर जाने माटोमा हो। हामी जहाँ नेपाली भए पनि, जहाँ भए तापनि विभिन्न देशका मानिसहरू पनि, विश्वभरि छरिएका मानिसहरू पनि मरेर जाने माटोमा हो है। तर माटो पछाडि मरिसकेपछि एउटा हाम्रो आत्मा छ, हामीले भन्ने गर्छौँ नि म त स्वर्ग जान्छु, म नरक जान्छु, स्वर्गमा यस्तो छ, नरकमा यस्तो छ भनेर। अन्य जातिहरूले पनि भन्छन्, विश्वास नगर्ने क्रिस्चियन बाहेक अरू धेरै धर्म मान्ने मानिसहरूले पनि स्वर्ग छ, नर्क छ भन्छन् है। हो, त्यो चाहिँ त्यो कुरा चाहिँ महत्त्वपूर्ण हो। यहाँको अमेरिकाको सिटिजनले चाहिँ हो नै, यो चाहिँ यहाँको अमेरिकाको सिटिजन रहेछ, त्यसरी यसलाई चाहिँ स्वर्ग लानुपर्छ, यो चाहिँ नेपालको रहेछ, यो चाहिँ त्यसरी यसलाई चाहिँ नरक पठाउनुपर्छ भन्ने छैन। त्यहाँ चाहिँ जसले यीशु ख्रीष्टको रगतले धोइएको छ, जो चाहिँ यीशु ख्रीष्टको रगतले धोइएको छ, त्यो व्यक्ति नै स्वर्ग राज्यमा प्रवेश गर्दछ। त्यो व्यक्ति नै उसको नाउँ, जसको नाउँ जीवनको पुस्तकमा लेखेको छ, त्यो व्यक्ति नै स्वर्ग राज्यमा प्रवेश गर्दछ। त्यसै कारणले यो संसारमा रहन्छन् धनमान, इज्जत अनि यहाँको पोस्टले, यहाँको अब विभिन्न खालको सिटिजन मृत्यु पछाडि एउटा अनन्त छ, एउटा अनन्त जीवन छ। त्यसले चाहिँ जो चाहिँ यीशु ख्रीष्टको रगतले धोइएको छ, जो यीशु ख्रीष्टको रगतले चोखिएको छ, त्यो व्यक्ति नै स्वर्ग राज्यमा प्रवेश गर्छ, त्यो व्यक्ति नै स्वर्ग राज्यमा पुग्दछ। त्यो बाहेक अरू कुनै पनि व्यक्ति स्वर्ग राज्यमा प्रवेश गर्न सक्दैन। जसले यीशु ख्रीष्टलाई उद्धार र मुक्तिदाता भनेर ग्रहण गरेको छ, जसले उहाँ नै मुक्तिदाता हुनुहुन्छ भनेर ग्रहण गरेको छ, त्यो व्यक्ति नै। त्यसै कारण तपाईँले चाहिँ समय छैन है परमेश्वरलाई विश्वास गर्नु, विश्वास गर्नुभयो भने तपाईँ यसको कुरा चाहिँ